हेलो कमली म सबैजना मेरो युट्युब फ्यामिलीलाई आई होप तपाईं सबैजना ठिकै हुनुहुन्छ होला है। अन्त म पनि ठिकै छु। आज चाहिँ म देखिरहेकोलाई पसिना भइरहेको छु है। अन्त मेरो चाहिँ अनुहार पुरा चिल्लाएर चाहिँ हैन यहाँ अलिक क्रिम अलिक त्यो कुनै के लोसन भन्दैछ त्यो अलिक लगाइरहेको छु हैन। त्यही भएर यसो चिल्लाउँदो रहेछ अनुहार कुनै के भइसक्यो। त्यही भएर यस्तो देखिरहेको होला। अन्त हामी चाहिँ फिलहाल चाहिँ यस्तो बारीमा काम गर्दैछु है। यहाँ चाहिँ अब हामी जिन्जर रोप्ने हो। अन्त भित्ता तासेर चाहिँ यो सुकेको रहेछ भनेर चाहिँ दिदीले चाहिँ आगो लाउँदैछ है। हेर्नुहोस् त मजाले घाम पनि लागिरहेछ अनि हल्का हल्का डिजलिङ पनि हुँदैछ है। कुनै के हो अन्त अब घाम पुरा टाउको दुख्ने जस्तो भएर चाहिँ अब हामी यहाँ चाहिँ अब एकछिन स्टार्ट गर्छौँ हैन। एकछिन चाहिँ हामी उयो तल जहाँनिर चाहिँ घाम छैन कि त्यहाँनिर शीतलमा अनम उहाँ पर उन्दा रहेछ उहाँ पर त्यो उयसको आडु चाको फेदको मुनि हामी त्यहाँ गएर बस्छु है। अन्त त्यहाँदेखिको चाहिँ अब अलिकति रिल्याक्स गरेर चाहिँ काम फेरि गर्नु हैन पानी पनि लानुपर्छ। दिदीको चाहिँ नानी चाहिँ ऊ फेरि मैले बोजूसँगै छोडिरहेको छु। नानी पनि खाना खाइदिँदैन म टेन्सन लागिसक्यो। अब उसको चाहिँ त्यस्तै हो सानोदेखि नै त्यति अब सानोदेखि 6 महिनादेखि खाना खानु थाल्छ हैन। अनि त्यही सुरु भएकोदेखि नै ऊ चाहिँ त्यस्तो खाना खाँदैन हो। अन्त 11 मन्थ कम्प्लिट भएर चाहिँ अलिक खानु थालेको थियो। अब त्यो पनि कोही बेला खान्छ कोही बेला खाँदैन। जति कोसिस गर कि एकखेप उसले खाँदिन भने चाहिँ खाँदिन त्यस्तो छ। अन्त म त टेन्सन लाग्छ नानीहरू बिमार हुन्छ भनेर। त्यस्तै त यहाँ मार्गी लागिरहेछ। उसको चाहिँ अब जन्मेकोदेखि चाहिँ फर्स्ट टाइम मार्गी लागेको नि त। अन्त कस्तो सुर्ता लाग्छ है। त्यही भएर अन्त म तपाईँलाई आरू चा देखाइदिन्छु। कस्तो दामी छ है आरू छ यहाँनिर पनि छ। अन्त ऊ माथिहरू बोट चाहिँ अब पहिलाको भन्दा पनि निकै ठुलो भइसकेको छ। अब चाहिँ अलिक पनि हेरेर बस्नु पऱ्यो। चिसो हावा आउँदाखेरि चाहिँ अलिक मजा आउँछ। टाउको दुख्छ।